आज चाहिँ म मङ्सिरको 23 गते एक्स्ट्राटेक क्रिकेट स्टेडियमको चाहिँ भिडियो बनाउन आएको छु र यहाँबाट चाहिँ अलि वरबाट चाहिँ देखेको दृश्य हो यो। यहाँबाट चाहिँ ग्राउन्डको फुल भ्यू देख्न सकिन्छ र बिल्डिङको पनि स्वरूप अहिले निकै नै राम्रो देखिएको छ। म भित्रबाट पनि भिडियो बनाउँछु, हेरौँ कस्तो देखिन्छ। यो चाहिँ इन्ट्री निरको भ्यू हो। यहाँबाट चाहिँ ग्राउन्डमा इन्ट्री छ र 2-3टा हाई इन्ट्री गर्ने उस चाहिँ। र यहाँबाट चाहिँ अहिलेको लेटेस्ट ग्राउन्डको भ्यू। भित्र चाहिँ अहिले काम चलेको हुँदाखेरि यहाँ बन्द छ र अहिलेको नयाँ भनेको यहाँको यो चाहिँ डिजिटल स्कोरबोर्ड हो। भर्खर चाहिँ इन्स्टलेसन भएको छ र यो टेस्टिङ फेजमै छ। यो देख्न सक्नुहुन्छ, अहिले चाहिँ बन्द रहेछ। यहाँ चाहिँ अहिले पिचदेखि लिएर ग्राउन्डभित्र चाहिँ काम भएको छ। यो चाहिँ भिआइपी बिल्डिङ प्याभिलियन र यहाँ चाहिँ अहिले धेरै त के भन्ने र यो बिल्डिङको अगाडिपट्टि अलिकति भए पनि सिट राखिएको छ। यो चाहिँ बिल्डिङको अगाडि अझै पनि यहाँ काम चलिराखेको छ। बिल्डिङ भित्र बाहिर सबै काम चलिराखेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ सिटहरूबाट कस्तो भ्यू देखिन्छ मैले देखाउँछु। यहाँ चाहिँ एकदम ठुला ठुला ग्लासहरू पुरै यो बिल्डिङको फ्रन्टमा ग्लास देख्न सक्नुहुन्छ है। सिटहरू भए काम चलेको हुँदाखेरि सिटहरू चाहिँ अलि फोहोर देखिएको छ। र अहिले यहाँ चाहिँ गेम, लोकल गेम कुनै पनि गेम यहाँ अहिले ग्राउन्डमा छैन। काम चलेको हुँदा चाहिँ अहिले ग्राउन्डमा चाहिँ इन्ट्री गर्न चाहिँ अहिले रोक लगाउनु भएको छ। यो चाहिँ बिल्डिङको अगाडिपट्टि खेलाडी लगायत यहाँबाट चाहिँ सिधै सेकेन्ड फ्लोरमा जाने, भित्र नगइकन सिँढी पनि बनाएर सकिन लागेको छ। अहिले चाहिँ वेल्डिङ गरेर भ्याइएको रहेछ। एक्स्ट्राटेक ओभल, यो चाहिँ बिल्डिङको टपमा लेखिएको भ्यू। यो चाहिँ फर्स्ट फ्लोरको भित्रको भ्यू हो, देख्न सक्नुहुन्छ। चाहिँ यो भर्याङबाट यहाँ माथि चाहिँ सेकेन्ड फ्लोरमा जाँदैछु। यहाँ चाहिँ खेलाडीहरू अरू ग्राउन्डबाट डाइरेक्ट इन्ट्री गर्दा चाहिँ सेकेन्ड फ्लोरमा आउनुको लागि बनाइएको रहेछ। 2टा चाहिँ सेकेन्ड फ्लोर। लगभग सबै फ्लोरमा काम चलेको रहेछ र यताको ब्लक भयो र यो उता पनि
यस्तै नै ब्लक छ उता पल्लोतिर सेम डिजाइनमा। यति ठुल्ठुला ग्लासहरू छ यो, सायद यो बलले लाएर पनि केही नहुनेवाला भएर होला। पुरैमा ग्लास छ यो बिल्डिङमा अगाडिपट्टि। यहाँ चाहिँ यो क्यान्सल भएको रहेछ यो सिँढी, यो चाहिँ फर्स्ट फ्लोरसम्मलाई मात्र। यो चाहिँ उता पछाडिपट्टिबाट छ माथि जाने, थर्ड फ्लोरमा जाने। पछिल्लोतिरबाट चाहिँ यो थर्ड फ्लोरमा जाने सिँढी रहेछ। यो चाहिँ थर्ड तेस्रो तला भयो। यहाँ चाहिँ एकदम ऱ्यापिडली काम भएको रहेछ। अहिले चाहिँ गेमहरू तथा ग्राउन्डमा त्यति बिजी नभएको हुँदा यता चाहिँ अलि स्पिडमै काम भएको छ। दुईटै ब्लकमा भएको छ। यो चाहिँ तेस्रो तला। यहाँबाट चाहिँ ग्राउन्डको भ्यू। यो डिजिटल स्कोरबोर्ड भयो। म चाहिँ माथिबाट चाहिँ अझै ग्राउन्डको फुल भ्यू देखाउँछ है त। सिसाभन्दा माथि नर्मल ठाउँबाट देखाउँछु। यो सिसाभन्दा भित्रबाट देखाएको लाइटहरू देख्न सक्नुहुन्छ। यहाँ टियुको भन्दा आउँछु र थोरै छ यहाँ लाइटहरू। यो चाहिँ चौथो तला भयो। यो चाहिँ टप हो, यहाँभन्दा माथि चाहिँ डिजाइन मात्र छ। यो चाहिँ चौथो तला। सबै सेमै छ भित्रको डिजाइनहरू, रुमहरू, हलहरू देख्न सक्नुहुन्छ। यो चाहिँ चौथो तला अथवा टप तला। यहाँभन्दा माथि चाहिँ यसरी डिजाइनहरू छ देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा मात्र भयो, उतापट्टि अलि सानो छ यो डिजाइन, अनि यतापट्टि पनि छ। त्यो चाहिँ माथिबाट चाहिँ मूल्याङ्कन गर्न सकिन्छ। यता पनि पुरा ग्लास छ पुरै। र यो ग्लास सेयर गर्दा चाहिँ बहुत डिफिकल्ट भयो होला, यत्रा ठुल्ठुला ग्लासहरू। ग्राउन्डको भ्यू। यो चाहिँ खाली गरेको त सिसा सफा गर्नको लागि यहाँ चाहिँ ढोकाहरू रहेछ, सिसाकै ढोकाहरू। यो चाहिँ माथि टपमा त्यो डिजाइनहरू छन्, यो चाहिँ त्यसमा जानको लागि हो। यो यहाँभन्दा माथि चाहिँ डिजाइन मात्रै छ। देख्न सक्नुहुन्छ है डिजाइन। र योभन्दा अघिल्लो भिडियोमा पनि यहाँ माथि छ, सेमै हो, अरू केही परिवर्तन भएको छैन। त्यही भित्र कन्स्ट्रक्सन काम चलिरहेको छ र डिजिटल बोर्ड सेट भएर अब इन्स्टलेसन सुचारुको क्रममा छ। यो चाहिँ लुम्बिनीको होम ग्राउन्ड भन्दा हुन्छ। यहाँ खेलाडीहरू ट्रेनिङ गर्न आएको थियो, लुम्बिनी टिमहरू। र यहाँबाट चाहिँ टपबाट सबैभन्दा माथिबाट देखिने दृश्य बिल्डिङको टपबाट देखिएको भ्यू। डिजाइन, बिल्डिङ, सिटहरू यता पनि सेम। यता चाहिँ अलि सकिँदो रहेछ सिटहरू।
देख्न सक्नुहुन्छ है। र यहाँबाट चाहिँ मैले पिचको अनि यो डिजिटल स्कोरबोर्डको एक्चुअली भ्यू लिन खोजेँ मैले। यहाँबाट देख्न सक्नुहुन्छ है। यहाँबाट देखिने सिधा वारिपारी झन्डै 90 डिग्रीको भ्यूबाट चाहिँ देखिन्छ यता बिल्डिङबाट। सिधा स्ट्रेट 90 भन्दा पनि स्ट्रेट 180 को डिग्रीबाट सिधा पर्छ है। देख्न सक्नुहुन्छ। चाहिँ डिजाइन भन्दा माथि डिजाइन भएको ठाउँबाट अथवा यो भन्दा उताको कर्नरबाट कस्तो देखिन्छ मैले चाहिँ त्यताबाट पनि देखाउँछु है त। त्यताबाट चाहिँ सिधा तलको सिट नदेखिने रहेछ। सायद त्यताबाट चाहिँ दुवै साइडको सिटहरू तल राखेको सिटहरू देखिन्छ होला। यताबाट फेरि यताको छेकेर उताको देखिने हो कि सायद। यहाँ चाहिँ यो एक्स्ट्रा टेक र यो नेपालको झन्डाको चाहिँ यहाँ देखाइएको रहेछ, राखिएको रहेछ। यताबाट पनि थोरै डिजिटल स्कोरबोर्ड चाहिँ थोरै कोल्टे पर्ने भएको रे यताबाट चाहिँ उतापट्टि ढल्किया छ अघि खिचेको ठाउँमा। यहाँबाट पनि यो सिधा तलको सिट छेकेर उताको देखिने रहेछ। त्यो राम्रो देखिएको छ डिजाइन। अनि यो सिट भ्यू बिल्डिङको झन्डा चाहिँ मजाले फरफराइराखेको छ, देख्न सक्नुहुन्छ है। यो चाहिँ दुईटा साइड स्क्रिनको बिचमा चाहिँ यो पिच र त्यसपछि मैले यहाँबाट देखाएँ। यहाँबाट चाहिँ लगभग पुरै ग्राउन्डको यहाँबाट बिल्डिङ बाहेक अरू संरचनाहरूको चाहिँ राम्रो भ्यू अवलोकन गर्न सकिन्छ। यहाँबाट चाहिँ मैले सुरुमा यी फ्लड लाइटहरू भइहाले 5 वटा देख्न सक्नुहुन्छ है। र अर्को भनेको अब यता यो आँपको रुखहरूबाट चाहिँ यता कोही पार्किङ कोही चाहिँ पछि पारापेटहरू बनाउने ठाउँ हो। यो चाहिँ एरिया अझै पुगेको छैन र यहाँ चाहिँ जग्गाको लागि थप्ने प्रयास चाहिँ भएको छ। सहमति भयो भने चाहिँ यो जग्गा अझै थपिन्छ भन्ने कुरा आएको छ। र यता भनेको र यहाँ यो ग्राउन्डभन्दा उता जुन यो अहिले मेन ग्राउन्ड छ त्योभन्दा पछाडिपट्टि यहाँ चाहिँ यो अहिले बाख्रा चराइएको छ। यहाँ चाहिँ यो मिनी ग्राउन्ड बन्ने हो पछि, भनेको सानो एकाडेमी टाइपको र ट्रेनिङलाई पनि हुने। र यता नेट प्र्याक्टिस अझै मैले यो जुम आउट गरेँ फिलहाल यो ग्राउन्डबाट यतापट्टि यो त्यही मिनी ग्राउन्डको आडामा नेट प्र्याक्टिस पनि यहाँ स्पष्ट रूपमा देख्न सकिन्छ है। यो चाहिँ नेट प्र्याक्टिस गर्ने ठाउँ हो। यतापट्टि रेस्टरुम छ। यो पछाडि ब्याकग्राउन्ड भ्यू पनि राम्रो देखिएको छ। अहिले तोरी खेती गहुँ खेती भयो गरेको बेलामा देख्न सक्नुहुन्छ है। र यहाँ चाहिँ पछि पक्कै बन्ला, पारापेट बन्ने नै छ किनकि यत्रो अब बनिसकेपछि अहिले तत्कालैलाई चाहिँ सबै पुरा एकैचोटि नभए पनि बिस्तारै बिस्तारै थपिँदै जाँदा चाहिँ पारापेट पनि देख्न सकिन्छ पछि। यो चाहिँ ग्राउन्डको इन्ट्री भाग्नेराको भ्यू हो, देख्न सक्नुहुन्छ। यहाँको फ्लड लाइट इन्ट्री नेराको लाइटहरू। र यहाँको चाहिँ अहिले ब्याकग्राउन्ड भ्यू यति सुन्दर देखिएको छ तोरी र गहुँ खेतीको सिजनले गर्दाखेरि निकै सुन्दर देखिएको छ। यो चाहिँ टप बिल्डिङको भ्यू है। यो डिजाइन भएको ठाउँबाट यो 3टा जुन मन्दिर टाइपको छ माथि गजुरहरू
गजर पनि हेर्नुस् कति राम्रो छ। यहाँ चाहिँ भित्र काम भइरहेको हुँदा यसरी नोटिस बोर्ड राखिएको रहेछ, पर्मिसन बिना चाहिँ जान नपाइने भनेर। र म चाहिँ यहाँ पर्मिसन लिएर मात्र भिडियो बनाएको छु। र भित्रबाट यताको भ्यू कस्तो देखिन्छ र यो साइड स्क्रिनबाट पनि कस्तो देखिन्छ म चाहिँ त्यो देखाउन प्रयास गर्छु है त। यो चाहिँ पिच, अहिले पिचको लेटेस्ट भ्यू हो। यहाँ चाहिँ काम चलेको छ, भित्र चाहिँ सोधेर एकदम अनुमति लिएर आउनु होला, किनकि यहाँ अलिकति मिस्टेकले पनि यो यत्रो पुरै ग्राउन्डमा चाहिँ ठुलो चाहिँ मर्का पर्छ, किनकि सबैभन्दा मेन भनेकै पिच हुन्छ ग्राउन्डमा। त्यसैले र यो पिचको यो दुवै बलिङ र ब्याटिङ साइडतिरबाट चाहिँ यो ठ्याक्क यहाँबाट चाहिँ यो ठुलो साइजको भएर चाहिँ आडैमा देखिएको देख्न सक्नुहुन्छ। यो चाहिँ पिचको भ्यू भयो। यहाँ चाहिँ काम चलेको छ र यो मेन पिचको ठाउँबाट यता ग्राउन्डको भ्यू चाहिँ सबसे बवाल देखिएको छ। अहिलेसम्म चाहिँ यो सुरुमा माटो बिछ्याएदेखि घडेर सम्याएदेखिको रेकर्ड गरिराखेको छु। त्यो मध्ये सबैभन्दा राम्रो भ्यू चाहिँ मैले यो चाहिँ बिल्डिङको आजदेखि मैले बल्ल र यो सिट राखेपछि र यो एक्स्ट्रा टेक ओभर लेखेपछि चाहिँ यो साइडमा दुईवटा चाहिने यो फ्लड लाइट, यता चाहिँ निकै मनमोहक दृश्य देखिएको छ। अहिले चाहिँ निकै सुन्दर देखिएको छ है त। यहाँ चाहिँ यो लुम्बिनी लाइन्सको झन्डा, नेपालको झन्डा र यता चाहिँ एक्स्ट्रा टेक र यो हाम्रो देश नेपालको झन्डा छ। यहाँ एक्स्ट्रा टेक ओभर लेखेको क्या दामी देखिरहेछ कि, यसको चाहिँ म फोटो लेख्छु यहाँ। यो चाहिँ प्याभिलियन अथवा त्यो बिल्डिङ, पिच र यो डिजिटल स्कोरबोर्डको बिच भाग अथवा पिचको अलि नजिकैबाट लिएको दृश्य देख्न सक्नुहुन्छ। निकै नै सुन्दर आएको छ भ्यू, साइड स्क्रिनहरू। यो चाहिँ ग्राउन्डको पानी सिस्टम चाहिँ यसरी ठाउँ ठाउँमा यसरी राखिएको हुन्छ पानीको लागि। र पिचमा चाहिँ यहाँ मेन्टेन हुँदैछ। म पनि त्यहाँ नजिक गएर खिचिनँ, किनकि बिग्रियो भने समस्या आउँछ। मैले यहाँ वरैबाट यहीँबाट खिचेको छु। काम चलिरहेको छ त्यहाँ। उहाँहरू पनि साह्रै जोगाएर काम गर्नुभएको, किनकि यो भनेको चाहिँ ग्राउन्ड जति नै चाहिँ भिआइपी जति नै चाहिने महत्त्वपूर्ण हो, अरू चिज महत्त्वपूर्ण मान्ने मात्र, तर सबैभन्दा महत्त्वपूर्ण भनेको यही पिच हुन्छ। त्यही भएर साह्रै मिलाएर गर्नुपर्ने हुन्छ यहाँ।
म चाहिँ यो डिजिटल स्कोरबोर्ड नजिकै रहेको साइड स्क्रिनबाट चाहिँ मैले यहाँ भिडियो लिन प्रयास गर्छु। यताबाट चाहिँ अलि माथिबाट पिच सहितको बिल्डिङको भ्यू देखिन्छ यहाँबाट। र यता चाहिँ दुबो अलिक ग्रिनरी रहेछ। अगाडि चाहिँ भर्खर काटेको भएर होला अलि ग्रिनरी थिएन, तर दुबोको चाहिँ यो जमिनमा चाहिँ कुच्दाखेरि चाहिँ ग्रिनरी नभए पनि दुबो चाहिँ बाक्लै छ है। यहाँ चाहिँ अब मेन्टेनेन्स काम चलिरहेको छ, ग्रिनरी आउँछ बिस्तारै। म चाहिँ यहाँ माथि यो साइड स्क्रिनबाट माथिबाट चाहिँ एउटा भिडियो बनाउँछु है त। र यो चाहिँ साइड स्क्रिनको माथिबाट यहाँबाट चाहिँ पुरा भ्यू बिल्डिङ सहित पिच सहित देख्न सकिन्छ। यहाँ यो चाहिँ बिल्डिङको पछाडि भागपट्टिबाट देखिएको दृश्य हो। यहाँबाट चाहिँ 3वटा फ्लड लाइट देखिँदो रहेछ पछाडिबाट। 2टा चाहिँ यो रुफ र अनि बिल्डिङले छेकिएको छ। पछाडिपट्टि पनि राम्रै देखिएको छ।